मैले फेरि अर्को घर निरीक्षण गर्न गइरहेको छु। यसमा भने मैले सुपर लगाएको थिएँ। के कस्तो छ? सुपरमा मह लगाएको छ कि छैन त्यही भएर चेक गर्न गइरहेको छु। हेर्नु होला यो मेरो मौरीमालाई सुपर दिएको लगभग 15-20 दिन भयो होला। खासै सिजन नभएकोले मह खासै लगाएको त छैन। तैपनि अलिअलि मह लगाइरहेको रहेछ। हेर्नु होला मह अलिअलि लगाएको छ र हामीले यसरी सुपर दिनुपर्छ र मात्रै मह निकाल्न सकिन्छ। तलको बच्चा कक्षको मह हामीले कहिले पनि निकाल्नु हुँदैन, किनभने बच्चा कक्षको मह चाहिँ मौरीले आफूलाई ठिक्क गरी मह लगाएको हुन्छ र अरूमा चाहिँ बच्चा लगाएको हुन्छ। सिजनको बेलामा अत्यधिक मह हुने फुलको रसहरू हुने गर्दाखेरि हामीले सुपर दियो भने मात्रै माथिल्लो तलामा मह कक्षमा मह लगाउने गर्छ र यो मह चाहिँ लगभग 3-4 फ्रेम लगाएको हुन्छ। हेर्नु होला मैले यो फ्रेमहरू राम्रोसित नमिलाएकोले यसरी साइडबाट मौरीले चाका उठाएर मह लगाएको रहेछ। हेर्नु होला मह निकै नै राम्रो छ। मह एकदमै सिल प्याक पनि छ। यसरी सिल प्याक भएको मात्रै हामीले महहरू निकाल्नु पर्छ। यो मह कहिले पनि बिग्रदैन। सिल प्याक भएको मह चाहिँ सिल प्याक नभएको मह चाहिँ निकाल्नु हुँदैन। मौरीले आफैले सिल प्याक गरेको मह निकाल्नु पर्छ। हेर्नु होला मह यो पुरै मह हो, सेतो सेतो पुरै ढाकेको छ। एकदमै राम्रो मह हुन्छ। मह निकै नै राम्रो छ तर धेरै त छैन, किनभने अब सायद बर्खा पनि लागिसक्यो, त्यही भएर मौरीले मह खासै लगाएको छैन। जङ्गलमा फुलहरू पनि नभएर होला मौरीले मह कलेक्सन गर्न नसकेको। र मैले यसलाई अझै केही दिन यसरी नै राख्नेछु। अझै केही अलिअलि बढाउँछ कि मह भनेर अलिक पछि निकाल्नेछु मैले यो मह। हेर्नु होला मैले यो फ्रेमलाई चाहिँ एकतातिर सारेर राखेको छु। यसमाथि मह लगाउन सक्छ मौरीले। हेर्नु होला हामीले धेरै बेर चलाउनु हुन्न मौरीलाई, किनभने यिनीहरू रिसाएर हामीलाई चिर्न सक्छ, टोक्न सक्छ। त्यही भएर मैले एकैछिन मात्रै हेरेँ। यसलाई फेरि मैले केही दिन राखेर मात्रै मह निकाल्ने छु, किनभने अझै धेरै मह बनाउने छ यसले। त्यही भएर मैले यसलाई अहिले चाहिँ चलाएन, निकालेन। राम्रोसित ढक्कन हालेर मिलाएर राखिसकेको छु। मेरो मौरी हेर्नुभयो होला। धेरै धेरै धन्यवाद मौरी घर हेरिदिनु भएकोमा।